साथीहरू गुड मर्निङ है साथीहरू। आज चाहिँ अक्टोबर 31 तारिक है हाम्रो चाहिँ दिपावलीको फेस्टिभल हुन्छ, कम्पनीले दिन्छ है फेस्टिभल। आज चाहिँ 30 तारिक कम्पनीको फेस्टिभल छ। ल हाम्रो चाहिँ यता प्रोग्रामको लागि यो चाहिँ स्टेज तयार भइसकेको छ है। साँझ चाहिँ अब दिउँसो 3 बजीदेखि लिएर रातिको 10 बजीसम्म चाहिँ हाम्रो फेस्टिभल हुन्छ। हामीहरूको चाहिँ यस्तो छ है, देख्नुहोस्। अहिले चाहिँ म चाहिँ यता भिडियो बनाउन आएको है। यो भन्दाभित्र है, यो बान्डो भन्दाभित्र लेडिजहरू बस्छ, अनि त्यो चाहिँ स्टेज छ है। ल यसपछि चाहिँ खानाको तयारी हुन्छ। म पछि तपाईँहरूलाई नयाँ भिडियो ल्याउँछु नि, खानपिनको तयारी स्टेजहरू बनेको है। ल यस्तो चाहिँ छ हाम्रो है। प्रोग्रामको लागि पुरै बनिसकेको छ फेस्टिभल नाइट है साथीहरू। ल हेर्नुहोस्, यो चाहिँ विदेशतिर यस्तो हुन्छ है। प्रोग्राम गऱ्यो भने है, कम्पनीले पार्टी दियो भने यस्तो हुन्छ। ल हेर्नुहोस्, देख्नुभयो नि, यतातिर पनि यस्तो छ। ल हेर्नुहोस्, यो चाहिँ स्टुल हो। यहाँ चाहिँ खानापिना लाग्छ है। खानाको तयारीको लागि यो चाहिँ स्टुलहरू बनाइरहेको छ। यस्तो चाहिँ देखिन्छ। यहाँ हेर्नुहोस्, गर्मी हुन्छ भनेर माथि पङ्खा पनि टाँगेको छन् है। यस्तो देखिन्छ है साथीहरू। हामी यस्तो सानो फेस्टिभल नाइट भन्छ कम्पनीले है, दिपावलीको पार्टी। ल आज चाहिँ लक्की ड्र मार्फत पनि है कसको भाग्य चम्किन्छ आज है। गिफ्टहरू दिइरहेको छ कम्पनीले। आइडी हुन्छ, कम्पनी आइडी हाल्यो भने त्यता निकाल्नुहुन्छ। यसमा जसको नाम छ त्यसैलाई चाहिँ गिफ्ट मिल्छ। यस्तो चाहिँ देखिन्छ है साथीहरू हाम्रो कम्पनीतिर। ल हेर्नुहोस्, यो चाहिँ होस्टेलको हो है। पुरै कम्पनीको पार्टी आज यहाँ हुन्छ। तपाईँहरूलाई नयाँ भिडियो साँझ ल्याउँछ है। यस्तो देखिन्छ हाम्रो। हेर्नुहोस् ल बाहिरतिर हेर्नुहोस्, यो चाहिँ बिल्डिङ है। यो गाडी पार्किङको बिल्डिङहरू भयो। यस्तो देखिन्छ। ल हेर्नुहोस्, यस्तो लगाउँछन् है। हेर्नुहोस्, यो चाहिँ हाम्रो होस्टेल हो। यो 6 तलाको होस्टेल। यतातिर चाहिँ फेस्टिभल हुन्छ। यस्तो चाहिँ देखिन्छ है हाम्रो कम्पनीमा। र हेर्नुहोस्, यहाँ चाहिँ पङ्खा चालु छ। रातभरि आज गर्नु भयो भनेर है पङ्खा चाहिँ चालु छोडेछ। यस्तो चाहिँ देखिन्छ। एउटा स्टेज उता छ है, मैले देखाएको थिएँ नि, त्यहाँ छ भने यो चाहिँ अर्को। यसमा चाहिँ पर्दा भिडियो देखिने क्या, यस्तो देखिन्छ। हेर्नुहोस्, पुरै पार्टी प्रोग्राम पानी आउँछ भनेर यति राम्रो सुविधाहरू बनाइरहेको छ कम्पनीले। होस्, गर्मी हुन्छ भनेर यो चाहिँ अर्को स्टेज है। गर्मी हुन्छ भनेर कुलर, एसी, पङ्खा सब लगाइदिएको छ। अहिले गर्मी हुन्छ नि त, त्यही हुनाले यस्तो देखिरहेको छ है। ल हेर्नुहोस्, यति धेरै कुर्सीहरू छ है। ल हेर्नुहोस्, यस्तो चाहिँ देखिन्छ। यहाँबाट देख्यो भने प्रोग्राम चाहिँ त्यहाँ देखिन्छ है। हेर्नुहोस्, यहाँ प्रोग्राम चाहिँ यहाँ हुन्छ। यसमा चाहिँ साँझ भिडियो ल्याउँछु म तपाईँहरूलाई। साँझ चाहिँ अहिले देखिन्छ है। यस्तै हो साथीहरू, परदेशतिर है प्रोग्राम छ आज कम्पनीको। ल साथीहरू, तपाईँहरूलाई यो भिडियो कस्तो लाग्छ कमेन्ट गर्नुलाई। यो ब्लगमा चाहिँ तपाईँहरूले कमेन्ट गर्नुलाई, सेयर गर्नुलाई। यस्तो चाहिँ हुन्छ पार्टी प्रोग्राम भनेपछि राम्रो छ है।